सुन है, एक दुईजना भेडाहरू तिमीहरूलाई मैले पहिला भनेको थिएँ कि थिइनँ? आमा भनेको सन्तानको लागि उपयुक्त हुन्छन्, सरकारको लागि होइन भन्दा कम्ती गाली गरेको थियौ मलाई। आमामा, आमा भनेको आमा हो, आमा जस्तो कोही हुँदिनन्। आमा त आमा हुन् नि, आफ्नै सन्तानको लागि राम्रो हुन्छन्, सरकारको लागि तिमीहरू सबैको लागि होइन भनेर मैले पहिल्यै भन्दा 70 वर्षकोलाई हटाइयो, 83 वर्षको बुढी ल्याएर नराखौँ भन्दाखेरि तिमीहरू बुरुक बुरुक उफ्रिने होइन। आमाले देश बचाउँछिन्, ला यत्रो बचाउँछिन् होइन। आमालाई आफ्नै फरिया आफ्नै गुन्यु स्याहारेर हिँड्नु सकिरहेन होइन, त्यहाँ गर्छिन् त। अनि आफ्नै दम प्रेसर कन्ट्रोल गर्नु सकेकी छैनन्, अनि भ्रष्टाचार कन्ट्रोल गर्छिन् त। नचाहिने के भन्थिन्, कुर्सी पाउनुभन्दा अगाडि के अरे चाह्यो भने भ्रष्टाचार 5 मिनटमा रोकिन्छ, 5 सेकेन्डमा रोकिन्छ, 5 दिनमा रोकिन्छ भन्दै बुरुक बुरुक उफ्रिन्थिन् त। 5 दिन होइन, 1 महिनाभन्दा धेरै भइसक्यो त कुर्सी पाएको, खै रोकेको, खै देखाएको। नचाहिँदा अहिले त जेन्जीहरूको माग के हो बिर्सिसकिन्। कुन दिन को त भनेर गोली हान्ला जेन्जी सेन्जी नभनी, अलिक विचार गरेर त्यहाँ बोलाउला। अनि मेरो भनाइ चाहिँ के भने अब जो जेन्जीहरूले जो म जेन्जीको लिडर हुँ भन्दै बुढी आमैलाई बनाए नि प्रधानमन्त्री, तिनीहरू नै जिम्मेवारी हुनुपर्छ है भोलिको दिनमा। अनि एउटा कुरो के भने, बालेन शाह जिन्दाबाद भने, बालेन शाह अहिलेसम्म बोले कहाँ मरो त्यो, मरो कि बाँचो बोल्नु नि हो जाँठो दाजु, के साह्रो लुकेको हौ छ्या। आमामा, बेला बेला फेसबुकबाट स्टाटस त लेखिन्छ त मेरी माया भन्दै, माटोले दुलोभित्र छिरो कि कहाँ छिरो कोट्याएर निकाल है बाहिर, रिस उठ्नेहरू।